हामीले पित्तथैलीको ढुङ्गा सम्बन्धी त धेरै कुराहरू सुनेका हुन्छौँ, तर धेरैलाई थाहा नहुन सक्छ कि यो बन्छ कसरी त। पित्तथैलीको ढुङ्गा विशेष गरी पित्तथैलीमा भएका 3वटा मेजर कम्पोनेन्टहरू जस्तो कि बाइल साल्ट, कोलेस्ट्रोल र लेसिथिनहरूको घटीबढीको कारणले नै बन्ने हो। कोलेस्ट्रोलको सोल्युबिलिटी अथवा घोलन हुन सक्ने क्षमता अरू 2वटा कम्पोनेन्ट अथवा 2वटा तत्त्व जस्तो बाइल साल्ट र लेसिथिनको कन्सन्ट्रेसनमा भर पर्दछ। पित्तमा रहेका बाइल साल्ट र लेसिथिन भन्ने तत्त्वहरूले पित्तमा रहेको कोलेस्ट्रोलको मात्रालाई चाहिँ घुलाउने काम गर्दछ। जब बाइल साल्ट र लेसिथिनको मात्रामा केही गडबडी हुन्छ अथवा घटीबढी हुन्छ, तब कोलेस्ट्रोल पूर्ण रूपमा घुलन नभई, पूर्ण रूपमा सोलुबल नभई यो चाहिँ ठिग्रिन थाल्छ अथवा यो चाहिँ क्रिस्टलाइज फर्ममा चाहिँ आउन थाल्छ र यसले चाहिँ कोलेस्ट्रोल क्रिस्टलहरू बन्छ र कोलेस्ट्रोल क्रिस्टलहरू पछि गएर नै कोलेस्ट्रोल स्टोनहरू बन्ने हो। यति भन्दै गर्दा नर्मल लेभलमा कोलेस्ट्रोल, बाइल साल्ट र लेसिथिन भन्ने तत्त्व पित्तमा भइराख्दा पनि पित्तथैलीको ढुङ्गा हुन चाहिँ सक्छ। यो प्रक्रियालाई पित्तथैलीको मोटिलिटी डिसअर्डर अथवा पित्तथैली खुम्चिने डिसअर्डर जुन रूपमा खुम्चिनु पर्ने हो त्यो नखुम्चिँदा पनि यो प्रक्रियामा चाहिँ एक्सेलरेट गर्ने काम अथवा चाँडो हुने काम चाहिँ गर्दछ। अथवा अरू अन्य कारणहरू जस्तै पित्तथैलीको इन्फेक्सन अथवा ग्लाइकोप्रोटिनहरू, इम्युनोग्लोबुलिनहरूको मात्राको कारणले पनि यो प्रक्रियालाई चाहिँ एक्सेलरेट गर्ने अथवा तीव्रता दिने काम चाहिँ गर्दछ। तसर्थ बेसिकल्ली भन्नुपर्दा पित्तथैलीमा रहेका बाइल साल्ट र लेसिथिनले कोलेस्ट्रोल भन्ने तत्त्वलाई घुलाउने काम गर्छ र यदि बाइल साल्ट र लेसिथिनको मात्रामा घटीबढीको कारणले अथवा कोलेस्ट्रोल बढी भएको कारणले कोलेस्ट्रोल सोलुबल नभई अथवा पूर्ण रूपमा घुल्न नसके त्यो चाहिँ क्रिस्टल बनेको अवस्थामा कोलेस्ट्रोल क्रिस्टल बन्दछ र त्यो नै पछि गएर कोलेस्ट्रोल स्टोन हुने हो।